नमस्कार। यो मेरो पहिलो भ्लग हो। आज म कुनै फ्यान्सी ठाउँमा छैन, न कुनै स्टुडियोमा, न कुनै पर्फेक्ट ब्याकग्राउन्डमा। म उभिएको छु मेरो घर अगाडि। यहाँ प्लेग्राउन्ड छ जहाँ बच्चाहरू हाँसिरहेका छन्, कुदिरहेका छन्, हार जित भन्दा माथि खेलिरहेका छन्। त्यो अगाडि स्कुल छ जहाँ विद्यार्थीहरू भोलिको सपना बोकेर आजको किताब बोकेर हिँडिरहेका छन्। र त्यो जङ्गल छ शान्त मौन, हामीले धेरै नसुने पनि हामीलाई धेरै सिकाइरहेको। यहाँ अलिकति पोल्युसन छ, धुलो छ, हल्ला छ, तर मान्छेहरूको मन सफा छ। यही हो नेपाल, पर्फेक्ट छैन तर रियल छ। म धेरै समयदेखि सोच्दै थिएँ के बोल्ने, कसरी सुरु गर्ने, तर आज बुझेँ सुरु गर्न पर्फेक्ट हुनु पर्दैन, साँचो हुनुपर्छ। यो च्यानलमा म लग्जरी देखाउने छैन, फेक मोटिभेसन बेच्ने छैन। म देखाउने छु सोच, अनुभव, सङ्घर्ष र त्यो शान्ति जुन बाहिर होइन भित्र खोज्नुपर्छ। सायद यो भ्लग भाइरल नहोला, सायद भ्युज कम आउला, तर यदि कुनै एकजनाले पनि यो भिडियो हेरेर आफ्नो मनसँग थोरै नजिक महसुस गर्नुभयो भने मेरो उद्देश्य पुरा हुन्छ। यदि तपाईलाई हल्ला भन्दा शान्ति मनपर्छ, नोइज भन्दा मिनिङ, स्क्रोलिङ भन्दा सोच, यो यात्रा हामी सँगै गरौँ। यो मेरो पहिलो भ्लग हो, धेरै कुरा आउन बाँकी छ। धन्यवाद, फेरि भेटौँला। नमस्ते।